भएछ यहाँ भिडहरू धेरै जम्मा भएछ त के भयो केटा हो ल यहाँ त मान्छे मरेर रहेछ यार सिआइडी बोलाउनु पर्छ यार बोलाम है त केटा हो सिआइडी छ यहाँ लास्ट भेट्छ आउनु टाढो ल हुन्छ 5 मिनट आउनु न हुन्छ ल सर दामी छ है राम्रो छ दामी लाग्छ हेरेर आउँछु धेरै हेलो के भयो मर्डर भयो केटा हो मर्डर भयो अरे मर्डर भयो अरे जुम 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 कति मर्छ यस्तै हो सरी सरी राम्रो लुगा सर अब त्यसतिर लाग्नु न त होइन कसरी मगर भएको हेरौँ हेरौँ गएर चेक गरौँ यो त पक्कै मर्डर हो दया दालमा केही त कालो छ सर छ तर दाल त रातो छ त मेरो बोलीमा त केटा हो चेक गर ल खुकुरी पनि छ सर यहीँ छ खुकुरी सर मरिसकेको छ त मान्छे त मरिसकेको पोस्टमार्टमको लागि लैजाऊ लगेर त धेरै भारी छ जस्तो छ अनि यो बोकुन आउनु त बोकुन ल के गरेर लान्ला एम्बुलेन्स बोलाएर ल कसरी लग्यो सर एम्बुलेन्स चाहिँ लग्यो एम्बुलेन्स फोन गर्छ हेलो हजुर डेड बडी छ एम्बुलेन्स हजुर छिटो आउनु पऱ्यो ए ल सर 15 मिनट आइपुग्छ केटा हो हामीले यो केस चाहिँ जसरी भयो नि सल्भ गर्नुपर्छ ल यहाँ चाहिँ हल्का फिङ्गर प्रिन्ट भेट्न सक्छ होइन सबै राम्ररी ल्याबमा गएर टेस्ट गर्न लौ अनि तिमी यता गाउँलेहरू सबैलाई सोधबुझ गर यहाँ के भएको थियो अघि जसरी भयो नि हामीले यो केस सल्भ गर्नु पर्यो हुन्छ सर भइहाल्छ नि म अब त्यहाँ ल्याबमा जान्छु ल्याबमा गएर फिङ्गर प्रिन्ट टेस्ट गराउँछु डेड बडी पनि गइसक्यो एम्बुलेन्समा अब अभिजित सर चाहिँ अब सोधबुझ गर्छ घर गरेर ल अब जाउँ न त डेड बडीबाट नि केही सबुत मिल्न सक्छ चेक गर हुन्छ सर ओके तिमी सबैलाई सोध्न जाऊ भाइ तिम्रो नाम के हो मेरो नाम यहाँ आज हल्का सानो मर्डर भएछ है सानो मर्डर भएछ तिमीले यहाँ के यताउति के थाहा छ मलाई त थाहा छैन दाइ म कामबाट आएको भर्खर हो दाइ मलाई साँच्चै नि भाइ तिमी हेर्दा मलाई अर्कै लागिरहेको हो दाइ म कामबाट आएको नि दाइ भर्खर आएको काम यतातिर यो गाउँमा नयाँ नौलो कोही आछ कि थाहा छैन दाइ कोही पनि आएको तिमी कि नयाँ हो यहाँको होइन म त यहाँको बासिन्दा मरे मान्छेलाई चिन्छौ म चिन्दैन त्यसको कोही पनि पर्दैन दाइ भाइ फेरि पछि तिमीलाई बाई मिस्टेक पर्यो नराम्रो हुन्छ राम्रोसँग भनिदियो अहिले हुन्छ दाइ मैले त गरेको छैन दाइ म कामबाट आएको भर्खर दाइ सर होइन ल अब अर्कोलाई सोधपुछ गर्नु धन्यवाद है हामीलाई धन्यवाद है सारी उम्र में ठोकर जब बड़े आ रहा तेरे डाक्टर सालुङ्गे के भएको रहेछ त उसलाई चाहिँ होइन पुरानो दुश्मन रहेछ धेरै तडपाइ मारेको रहेछ उसलाई चाहिँ होइन अब गहिरो घाउ रहेछ ए भनेपछि यो खुकुरीले तडपाइ मारेको रहेछ होइन फिङ्गर प्रिन्ट भेट्नु हो त फिङ्गर प्रिन्ट पनि भेटेछ हो स्याबास सालुङ्गे स्याबास प्रगति गर्छु अगाडि मान्छे आउँदैछ केटा हो तिमीहरू यसलाई चिन्छौ किनभने यसको भर्खर मर्डर भएको थियो हामीलाई त केही थाहा भएन हामी स्कुलबाट आएको तिमीहरूको नाम के हो मेरो हजुर यसको कुशल तिमीहरू के काम गर्थ्यौ हामी स्कुल पढ्छ अहिले स्कुल पढ्ने हो तिमीहरूले चिन्दा चिन्दैन नि यसलाई चिन्दैन नि पछि के गरी थाहा भयो भने नराम्रो हुन्छ नि हामी सिआइडीबाट हो कोही त पर्दैन नि तिमीहरूको यो मान्छे कोही नि पर्दैन यो एरियाको हो कि नि यो मान्छे हामीलाई त थाहा भएन यो त फर्स्ट त्यस्तो खाना भन्नु नफसेला जाउँ जाउँ भाइलाई सोधौँ है भाइ तिमीले यसलाई चिन्छौ कहाँ बस्छ थाहा तिमीले के गर्छौ यसलाई चिन्दैन नि फेरि तिमीलाई गाह्रो पर्ला है
हौ हामीले चिन्छको यो हो क्या मोटर सर रे सर भनेपछि चिनेको छ सर मन किन भाग्यो किन नि सर मेरो केही गल्ती थियो त भन् हामीलाई देख्ने बित्तिकै किन भागिस् सर भाइ के उल्टो पुल्टो काम गरेछ के बोल साँचो बोल सर मैले हिजो बेलुका बुढीले मारेको थिएँ त्यही भएर भाइ किन मारिस् त त्यही हो फ्यामिली प्रब्लम त फ्यामिली प्रब्लम भएमा बुढी मार्ने सर यसो केस त ठुलै छ त्यही पनि अब हेरौँ न मेरो कति छ यति चिया खाना भयो नि ल ल बाटिस भाइ ल केस चल्छ जा